ब्याकग्राउन्डमा चाहिँ हाम्रो मकै बारी टिलिक्कै घाम लागिरहेछ 3 दिन भयो साथीहरु यस्तो गर्मी बढेको हावा चाहिँ चलिरहेछ कि तर मकै बारीभित्र एकदम गर्मी झन् हप भएर सेवा सबैजनामा अनि फेरि पनि स्वागत छ हजुरहरुलाई चाहिँ मेरो अर्को नयाँ भिडियोमा हैन अनि आयो हजुर सबैजना एकदमै सन्चै हुनुहुन्छ होला आरामै हुनुहुन्छ होला म पनि एकदमै सन्चै आरामको साथ हजुरहरुमा आजको न्यू भ्लग लिएर आइसकेको छु हैन अनि मेरो भ्लग चाहिँ के छ भन्दाखेरि चाहिँ नि त्यस्तो स्पेशल त केही पनि छैन म चाहिँ अब यहाँ अब डोको बोकेर चाहिँ कहाँ जाँदैछु भन्दाखेरि बारीमा जाँदैछु सुँगुरलाई झार काट्नुको लागि हैन मैले चाहिँ कपाल पनि कोरेको छैन साथीहरु लास्टै यस्तो घाम लागिरहेछ हाम्रोतिर त गर्मी चाहिँ एकदम गर्मी छ अनि कपाल गोर्नु पनि अल्छी लागेर मलाई त केही गर्ने जागरै चलेको छैन त्यही भए पनि अब सुँगुरलाई चाहिँ झार काट्नु पर्ने छ जाडो सकिरहेछ अनि त्यही भएर म चाहिँ अब यहाँ बारी आएँ अनि अब एक्लै छु नि त अनि कस्तो अल्छी लाग्यो अनि बरु भिडियो बनाउँदै गर्छु भनेर मैले भिडियो स्टार्ट गरेँ साथीहरु अनि आजतिरको हाम्रोतिरको मौसम यहाँ चाहिँ अहिले भर्खरै गाडी कुदेर गयो हैन अनि यति धेरै धुलो आइरहेछ रोड छेउमा घर हुनु पनि गाह्रै हो तर हाम्रो चाहिँ माथि नै पर्छ हाम्रो चाहिँ मकैहरु यत्रो भयो अनि म चाहिँ यही झारहरु काट्नुको लागि आइरहेको छु यहाँ डोको लिएर अन्त यस्तो चर्को घाम लागिरहेछ क्या यस्तो टिलिक्कै घाम लागिरहेछ हाम्रोतिरको मौसम चाहिँ त्यस्तै छन् मैले चाहिँ झार काट्नु पर्ने हुन्छ यहाँनिर अब फेरि रुखको फेदमा छु कि यहाँनिर चाहिँ अलिक शीतल छ अनि मलाई फेरि अब यहाँ बस्नु मन लागिहाल्यो फेरि म बसेँ यति धेरै गर्मी लागिहाल्यो यहाँ झाँक्रिरहेको छु अब यो लगाउनु पर्छ अन्त तर अस्ति यो पनि फोरै फोर्छ क्या अस्ति उमा जाँदाखेरि लगाएको थिएँ आली काट्नु जाँदाखेरि मैले चाहिँ यहाँ हात लगाइसकेँ हैन अब चाहिँ म सरासरी के गर्छु भन्दाखेरि चाहिँ यो झारहरु काट्छु है त लेट्स सी गाइस
गाइस मैले चाहिँ यो चाहिँ हैन उखालेको कि यो चाहिँ सुँगुरलाई अहिले नै हालिदिने यतिकै काँचै त्यो भएर मैले यो चाहिँ उखाले हल्का माटो छ नि त अनि अब चाहिँ काट्नु पर्ने छ यहाँ भित्र यो मकैबार भित्र छ अनि त्यहाँनिर अब पकाउनुको लागि चाहिँ काट्नु पर्ने हुन्छ यहाँ भित्र छ यस्तो मकैबार भित्र अनि यहाँ फर्सीको बोट देख्न सक्नुहुन्छ हाम्रो पुरा फर्सीको मुन्टा खाने बेला भइरहेछ के तर के गर्नु साथीहरू मन पर्दैन अरे खासै मलाई चाहिँ मन पर्दैन नि त त्यति धेरै अनि हाम्रो चाहिँ यहाँनिर टमाटरको बोट पनि रहेछ अनि हाम्रो चाहिँ यो सधैँ उयो के अरे गोरुले दोहोऱ्याउने तर यसपालि चाहिँ ढिलो भयो कि अनि चाहिँ गोरुले दोहोऱ्याउनै पाइनँ अनि त्यसपछि अहिले फेरि सबै मकै सबै अलिक ठुल्ठुलो भइसक्यो नि यत्रो त गोरुले दोहोऱ्याउँदा सबै प्र्याक प्र्याक भाँचिन्छ नि त अनि त्यही भएर यो चाहिँ अब हातले दोहोऱ्याउनु पर्ने छ कहिले हो उँभोतिर चाहिँ तर दोहोऱ्याइसकेको छ यहाँ छ 2 गडा अनि यता उँधो छ यता आउँदै दोहोऱ्याउनु पर्ने छ अब चाहिँ म यो सुँगुरलाई हालेर आउँछु Meanwhile, हावा चल्नु चाहिँ चलिरहेछ कि तर मकैबारभित्र एकदम गर्मी झन् हप भएर हावा त चलिरहेछ नि त है यस्तै हावा चलिरहेछ अब चाहिँ यो झारहरू चाहिँ अब चाहिँ काट्नु पर्यो चारो पकाउनुको लागि गाइस मैले चाहिँ यहाँ एक डोको काटिसकेको छु म चाहिँ घर लगेर जान्छु गाइस देख्न सक्नुहुन्छ मेरो पसिना हैन अनि त्यसपछि म चाहिँ आएँ अनि आएर के अरे उतो सुँगुरलाई झार हालिदिएँ अनि पकाउने झार राखेँ भोलि बिहान मात्रै पकाउने किनभने अहिले यस्तो घाममा आगो फुको पनि झन् गर्मी भएको मात्रै गर्मी हुन्छ नि त अनि बेलुकालाई चाहिँ चारो छ अनि बिहान मात्रै पकाउनु पर्यो भनेर मैले चारो चाहिँ त्यही राखेँ अनि अब पानीहरू खान्छु अनि एकछिन बस्छु यहाँ पसिना देख्न सक्नुहुन्छ अनि एकछिन बसेर चाहिँ अनि मकै दोहोऱ्याउन जान्छु अलिक रात पनि पर्छ नि त तर जति रात पर्छ त्यति घाम चढ्दैछ हो मेरो फुलहरू त यस्तो भइसक्यो अनि घामले आम्मामा